हामी सधैँ केही खोजिरहेका हुन्छौँ, कहिलेकाहीँ गन्तव्य, कहिलेकाहीँ अर्थ। तर आज भने हामी शान्त मौन खोज्न निस्केका छौँ। काठमाडौँ बिस्तारै पछाडि छुट्दैछ। शब्द आवाजहरू कम हुँदै जाँदैछ। सहरले हामीलाई बोलाइरहेको छ, तर बाटोले हामीलाई अगाडि लैजान्छ। Damn, this is right. Big line है NASA डिग्री के लिए NASA रहेगा damn कुलेखानी, जहाँ शब्दको आवश्यकता पर्दैन। हावा यहाँ शान्त छ र दृश्यहरू धेरै बोलिरहेका छन्। हामी यहाँ केही समय रोकिन्छौँ। मारे ट्विन पनि रहेछ मारे ट्विन ड्याम भइरहेको यार चिसोले गर्दाखेरि। ओह्रालो झर्दै जाँदा हावाले तापमान मात्र होइन, हाम्रो गतिले पनि बदलिन्छ। पहाडले हामीलाई शान्त बनायो, तराईले खुल्ला बनाउनेछ। देउराली चिया खान रोक्ने भनेको यहाँ चाहिँ अब हामीले कहाँ चाहिँ हुन्छ अब कुलेखानी छाडेपछि हामी अलिकति माथि उक्लिन्छौँ। डाँडाको टुप्पोमा एउटा सानो ठाउँ छ, देउराली। यहाँ हामी केही समय रोकिन्छौँ। सही ठाउँ चाहिँ र हामी बिस्तारै बिस्तारै हेटौँडाको शहीद स्मारक पार्क पुग्छौँ। साथी ल यहाँ हामी कहाँ छौँ भन्छौ? एकदम रमाइलो भएर कहाँ छौँ हामी? हामी हेटौडाको शहीद स्मारक पार्कमा छौँ होइन। पार्क चाहिँ रमाइलो भइसक्यो, राम्रो छ। डिजे बजिरहेको यता डिजे मात्र होइन, भोजपुरी बतासिँदै उडी हेर्न मन अब बाटो सिधा छ, दायाँ बायाँ खुल्ला आकाश। कहिलेकाहीँ सिधा बाटोले नै मान्छेलाई धेरै सोच्न बाध्य गराउँछ। आज मेरो हामी चाहिँ छिटो बाहिर लाग्यो अहिले। छिटो पुग्दैन होला। एलिफेन्ट ब्रिडिङ सेन्टर चाहिँ जानु लाग्यो अहिले। 5 वर्ष खुल्ला हुन्छ अरे। मन लाग्छ आफैलाई कहिले भेट्दा के डर लाग्छ। हिँड न अगाडि बिर्सेका ती यतै बाटोहरू बोलाउन थाल्छन्।
टुकटुकीको झ्यालखानामा अब यहाँबाट चाहिँ कता थाहा छैन है I love Sauraha. चिठीभित्र राखेर पठाउँदैछु मेरो माया तिमीलाई भोलि गरिदेऊ जति भरेर पानाहरू मायाका लेखेर कस्तो भन्दा मनले जुतो गएको छ भन्दा जानेको सबै तिमी हात्ती देखाएको छैन भने त तिमीलाई भने के फाइनली सौरा चाहिँ पुग्यो होइन त एउटा हात्ती पनि देखियो बाटोमा त्यहाँ नि हात्ती थियो र मैले गडाएको त्यो मात्र देखेँ मूर्ति मात्रै मैले हात्ती मात्रै ऊ मात्रै हेरेँ क्या मूर्ति मात्र वाउ नाइस सूर्य अस्ताउँदै गइरहेको छ चितवनमा माहौल बिस्तारै बदलिँदैछ बत्तीहरू बल्दैछन् र मानिसहरू आराम खोज्दै बाहिर निस्किरहेका छन् र हामी पनि एकछिन दिनभरिको थकान मेटाउन बाहिर निस्कियौँ अहिले बिहानको 9 बजेको छ सबै कुरा शान्त छ हावा अलिक चिसो छ जङ्गल बिस्तारै जाग्दैछ चराहरूको चिरमिच आवाजसँगै हामी जङ्गलभित्र जान निस्किसकेका छौँ जङ्गल त्यसलाई के हुन्छ बङ्गला हुन्छ त्यो भित्र थियो क्या अलिकति पास भइहाल्यो हामी चाँडै रात को ना ये मतलब वो जाके गांव में वो, मतलब क्या कर बोलते हैं आप लोग ग्रैज करते हैं तो दिन में आके ऐसे सुबह सो जाता है तो ठंड के मौसम में गर्मी में ज्यादातर पानी में ढलिरहेको दुईटा
निदा लाग्यो जस्तो छ त्यसलाई जोडीहरू होला सायद। ये इसका जो चमड़ी रहता है ना बहुत मोटा रहता है और इसका जो है स्वेटिंग ग्लैंड जो पसीना ग्रंथि रहता है ना वो नहीं होता है तो बॉडी हीट होता है इसका, तो इसको पानी चाहिए। गर्मी में ज्यादातर पानी में रहता है, दिन भर पानी में रहता है और शाम को और सुबह चरने के लिए रहता है। मेल फिमेल होला है होइन यो बच्चा म बच्चा यिनीहरू चाहिँ सोल स्ट्रिम यिनीहरू चाहिँ सँगै बस्दैन कि। अगर ये सोने के टाइम उठाना भी नहीं जाना चाहिए, अगर हम लोग उठाने जाएंगे तो ये हम लोगों को उठा लेगा। वो जंगल में जितना मेल रहते हैं ना, वो जानवर का हो या पंछी का हो, मेल सुंदर रहता है, फीमेल अच्छा नहीं रहता है। वो रीजन क्या है कि जंगल में जो कीड़े पालन रहते हैं इसलिए ऐसा होता है। और लोगों का क्या रहता है, लड़की खूबसूरत सुंदर रहती है फिर भी वो लोग मतलब पार्लर जाते हैं, क्यों पता है आपको? कॉन्फिडेंस नहीं होता है ना इसलिए। वो जंगल में क्या होता है, जो मेल रहता है ना जितना सुंदर होता है वो फीमेल उसको चूज करता है, इसलिए मेल अच्छा रहता है। आप मेरे को ये मत पूछिए कि मेरे को ये कैसे पता होगा। नहीं मैं जो हूँ मैं आर्मी हूँ असल में, अच्छा लेकिन नेपाल का नहीं हूँ मैं। पूछिए कहाँ के हूँ मैं पबजी का हूँ। आराम से यो माछा खाने चरा हो जङ्गलको बिचमा हामीले धेरै विभिन्न जनावर चराचुरुङ्गीहरू देख्यौँ। साँच्चीकै उनीहरूको चालले हामीलाई अझै जङ्गल जीवित नै छ झैँ लाग्यो। हामी केही बेर रोकियौँ र हेरिरह्यौँ। ल हामीहरू के भइरहेछ भन त साथी। ल हामीले बाघ देखेर अरू सबै देख्यौँ होइन। बाघ अल्टिमेट गोल हाम्रो बाघ हो। हामी कोर एरियामा नभए नि घनघोर एरियामा चाहिँ छौँ यहाँ जङ्गलको बिचमा। कफी सप नि रहेछ अनि यहाँ गाडीहरूको यसो ब्रेक पोइन्ट रहेछ। यहाँ चाहिँ जस नाइस नै छ होइन, गुड गोइङ होइन, रमाइलो भइरहेछ। मलाई त्यो गाइड दाइले भनेको थियो टाइगरको नाम चाहिँ टाइगर भएको भनेर चाहिँ भन्न मन लाग्यो क्या। जङ्गलमा आउँदाखेरि अनि जूमा जाँदाखेरि टाइगर प्रायः देखिँदैन नि त, ओडार भित्र बसिहाल्छ। अनि त्यसले के भन्नु खोज्यो भन्दाखेरि आजदेखि न सबै फेरि ट्राई गर भन्न खोजेको रहेछ होइन। त्यसरी चाहिँ त्यसको नाम टाइगर भएको थियो क्या। ट्राई गर अनि त्यही अरू कस्तो लाग्यो एक्सपिरियन्स?
एक्सपिरियन्स त राम्रै भइरहेछ त्यो चाहिँ होइन अलि गैडा चाहिँ देख्यो हाम्रो मजाले भन्दा पनि सुत्या थियो अलिक टाढा नै थियो तर अनि जङ्गली बयर देखाइयो त्यस्तो भयो रमाइलो भइरहेछ अब हामीले धेरै देखेको भनेको डियर स्पोटेड डियर देख्यो हामीले नाचेको पनि देखेको बयर नि देख्यो टन्नै देख्यो कसरी नाच्दा एउटा खुट्टा हल्लाएर देखाइदियो खुट्टा हल्लाइदियो न खुट्टा हल्लाइदियो उहाँहरू कसरी नाच्यो त्यो त्यसरी होइन यसरी नाचिरहेको थियो खुट्टा यसरी हो यसरी नाच्यो त्यो त्यसरी नाचिरहेको थियो सानो नानी भएको सानो नानी अब हाम्रो पढ्नु भइरहेछ होइन गुन्डा देखिरहेछ नेपाली ग्राम यता देखाउनु यता देखिरहेछ एग्रेसिभ लुक दियो नि त अनि एग्रेसिभ लुक दियो नि त डेन्जर फनी राजेन्द्र खड्की जस्तो एग्रेसिभ लुक दियो मलाई भनेको खाना नभए फनी लुक दियो मेसिनलाई कति पर्छ दिदी एउटा बिस्कुट छ आइडिया एउटा बिस्कुट कसले ओ मैडम एउटा यसले आफै दिएको नेस्केफे दिएको रे नि त यो मेसिन त अनि स्पोन्सर भएछ स्पोन्सर कस्तो छ कफी चाहिँ मिठो लाग्यो मलाई त है मिठो छ चिसोले होला तातो नै फिल भएन नाइस यार टेस्ट गुड बिस्कुट मिठो छ र रिस्क्यापले हामीलाई नि स्पोन्सर गर्नुपर्ने भयो स्पोन्सर नगरे कफी एउटा कफी मसिन चाहिँ चाहियो हामीलाई पनि जङ्गलमा विभिन्न जीव जनावर चराचुरुङ्गीको अवलोकनपछि हामी आफ्नो होटेलतर्फ फर्कियौँ। साँच्चीकै जङ्गलले हामीलाई चकित पारेको छ। सहरको कोलाहलबाट एकछिन भए पनि प्रकृतिसँग रमाउन पाउँदा हामी एकदमै खुसी भएका छौँ। सधैँ यो मौका कहाँ पाउन सकिन्छ र यो यात्राले हामीलाई धेरै सम्झना दिएको छ र धेरै समयसम्म मनमा रहिरहेको छ। है साथीहरू धरा न धरा हाम्रो गाइडलाई हामी हाम्रो होटेलमा फर्कियौँ र आजको यात्रा सकियो। कोठामा बसेर आजको अनुभव सम्झिरहेका छौँ। जङ्गल, जनावर, सडक, पहाड, तराई सबै दृश्यहरू मनमा अझै ताजा छन्। आजको दिन र यो यात्रा यहीँ समाप्त हुन्छ, तर यादहरू भने सधैँ हाम्रो मनमा रहिरहेका छन्। खिच मेरी फोटो तू खिच मेरी फोटो पिया पिया अहिले एकछिन खिच्नु भित्र देखेर आउँछ एकछिन अब डिस्प्ले गर्दा होइन रुपेश जोशी
तिमीदेखि नाम नै इस्नु आशिष होइन Instagram artist.png SSTRNG0826 मेरो इन्स्टा आइडी सहज के हो इन्स्टा आइडी 438 STS सरोज तामाङ ओके के छ हाम्रो केही पनि छैन गाइड गरेर निस्किनु कहाँ नारायण जुगरमा त्यो के मैले कसरी नाच्थ्यो राइट चाहिँ यसरी के भयो